मक्रुस स्वरको स्वरले स्पष्टसँग भन्छ, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, विश्वास नगर्नु चाहिँ दोषी ठहरिनेछ। हालेलुया। अब हेर्नुहोस् है, विश्वास गर्ने र बप्तिस्मा लिनेले चाहिँ के हो रे? उद्धार पाउनेछ रे, मुक्ति पाइन्छ रे, शान्ति पाइन्छ रे, हैन? परमेश्वरको नाउँमा जसले पुत्र यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नुहुन्छ त्यो चाहिँ के हो रे? परमेश्वरको पुत्र हुने, हैन? विश्वास गर्ने चाहिँ के हो रे? दोषी ठहरिँदैन रे। विश्वास गर्ने र बप्तिस्मा लिनेले के हो? उद्धार पाउने रहेछ प्रिय हो। विश्वास गर्नु उद्धार पाइन्छ प्रिय हो। यूहन्ना 3 16 भन्छ त्यसै गरी परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नै एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रिय हो, परमेश्वर पिताले आफ्नै एउटा मात्रै छोरा जो स्वर्गमा हुनुहुने सिंहासनमा विराजमान हुनुहुने थुमा यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भएको छ। जसले पुत्र यीशु ख्रीष्टमाथि विश्वास गर्छ त्यसले चाहिँ अनन्त जीवन पाओस् भनेर प्रिय हो पुत्र यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भएको छ। प्रिय हो, हेर्नुहोस् है, उहाँले आफ्नै पुत्रलाई पठाउनु भएको छ यो संसारमा पापबाट छुटकारा दिनको लागि, शैतानको बन्धनमा परेकाहरूलाई चाहिँ स्वतन्त्र दिनको निम्ति प्रिय हो यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भएको छ। यूहन्ना 15 त्यहाँनिर तपाईँ र मैले 16-15 पाउँछौँ, हैन? जसले पुत्र यीशु ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ परमेश्वरको सन्तान हुने अधिकार पाएको हुन्छ। उनीहरू कुनै शरीरद्वारा कुनै जबरजस्तीद्वारा होइन, आफ्नै इच्छाद्वारा परमेश्वरबाट जन्मेको हुन्छ भनेर लेखेको छ। प्रिय हो, आज तपाईँ परमेश्वरको छोरा हुनुभएको छ। जसले विश्वास गर्नुभएको छ आज तपाईँ यीशु ख्रीष्टको छोरा हो, छोरी हो। प्रिय हो, आज तपाईँ परमेश्वरको छोरा र परमेश्वरको छोरी हो। परमेश्वरमा विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाइन्छ, शान्ति पाइन्छ, उद्धार पाइन्छ, मुक्ति पाइन्छ, रोगबाट छुटकारा, हैन? पापबाट छुटकारा, सबै कुरा स्वतन्त्र पार्नको निम्ति चाहिँ यीशु ख्रीष्ट यो संसारमा आउनु भएको हो। प्रियजनहरू, यूहन्नाको पुस्तक तपाईँ र मैले मत्ती 8:12 पनि पाउँदछौँ। त्यहाँनिर लेखेको छ, संसारको ज्योति म नै हो, है, जो मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्नु पर्ने छैन भनेको छ। अब प्रभु यीशु ख्रीष्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ। प्रिय हो, हालेलुया। जसले ज्योतिलाई पक्रेको हुन्छ त्यो अन्धकारमा हिँड्दैन। त्यो भनेको के हो? त्यो पापमा हिँड्दैन, त्यो अधर्ममा हिँड्दैन, त्यो लोभमा हिँड्दैन, त्यो सङ्घमा हिँड्दैन, त्यो उपसङ्घमा हिँड्दैन, त्यो पापमा हिँड्दैन, त्यो बन्धनमा जिउँदैन, त्यो चिन्तामा जिउँदैन। समस्या, दुःख, परिस्थितिहरूमाथि पनि त्यो विजयी हुन्छ के। हालेलुया। ज्योति के हुन्छ त? अन्धकारलाई जित्छ, ज्योतिले अन्धकारलाई मारिदिन्छ। त्यसै गरी यीशु ख्रीष्ट ज्योति हुनुहुन्छ। तपाईँको परिस्थिति, तपाईँको दुःखसँग लड्ने, तपाईँको रोगसँग लड्ने, शैतानको जुवालाई भाँचिने यीशु ख्रीष्ट हुनुहुन्छ। प्रिय मण्डली, आजको दिनमा तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्, किनभने परमेश्वर ज्योति हुनुहुन्छ। हाम्रो पापलाई, हाम्रो अधर्मलाई धुने यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। दागको बोट यीशु ख्रीष्ट हुनुहुन्छ। हाम्रो पापलाई उहाँले लिनुहुन्छ, हामीलाई चाहिँ परमेश्वरले नयाँ बनाउनुहुन्छ। पवित्र बाइबलमा लेखेको छ, तिमीहरू हेर पुरानो बिति गएको छ, नयाँ आएको छ, तिमीहरू नयाँ धारण गर, जिउने स्वभाव धारण गर। प्रिय, जुन व्यक्ति प्रभु यीशु ख्रीष्टमा रहन्छ त्यो चाहिँ नयाँ व्यक्ति हुनुहुन्छ। हालेलुया। तपाईँ नयाँ व्यक्ति हुनुहुन्छ, किनभने तपाईँ पुरानो चाल ढङ्गा स्वभाव त्यो कुराहरूबाट तपाईँ परिवर्तन हुनुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा यीशु ख्रीष्टको वचनले तपाईँलाई पवित्र बनाउनुहुन्छ। आमेन। तपाईँलाई पवित्र बनाउनुहुन्छ। तपाईँलाई परमेश्वरले आजको दिन आशिष दिनुहोस्, तपाईँलाई शान्ति मिलोस्। परमेश्वरले हरेक व्यक्तिलाई बोलाउँदै हुनुहुन्छ। आज एकजना व्यक्तिलाई होइन, हजारौँ व्यक्तिलाई, हजारौँ नेपालीलाई, यो पृथ्वीभरि भएका मानिसहरूलाई आज परमेश्वरले बोलाउँदै हुनुहुन्छ। प्रिय हो, त्यो
पापबाट छुटकारा दिनको निम्ति निराशामा भएकोहरूलाई आशा दिनको निम्ति साँच्चै नै यीशु ख्रीष्टले आज तपाईँलाई बोलाउँदै हुनुहुन्छ। तपाईँ हारेको छ, तपाईँको जीवनमा हारै हार छ, यता आए पनि उता गए पनि हारै हार छ, निराशा छ, रोग छ, बन्धन छ, कहिले शान्ति छैन भने प्रभुले आज प्रिय हो तपाईँलाई भन्दै हुनुहुन्छ, ए थाकिएका र बोझले दबेका मानिस म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रभु यीशु ख्रीष्ट नि प्रिय हो विश्राम दिने परमेश्वर हुनुहुन्छ। आमेन। तपाईँलाई पवित्र आत्माले विश्राम दिन खोज्दै हुनुहुन्छ। तपाईँ थाक्नु भएको छ भने पवित्र आत्माले यीशु ख्रीष्टले तपाईँलाई बोलाउँदैछ। पवित्र आत्माले प्रभु यीशु ख्रीष्टले चाहिँ हारेको व्यक्तिहरूलाई उठाउने व्यक्ति हुनुहुन्छ। आमेन। त्यसैले बाइबलले भन्छ, तिमीहरू ममा विश्वास गर्यो भने तिमीहरू कहिले पनि फेदमा हुने छैन, सधैँ उचाइमा हुनेछ भन्नुभएको छ। तपाईँको जीवनमा सबै कुरामा प्रभुले आशिष दिउन्, तपाईँलाई शान्ति मिलोस्, उद्धार मिलोस्। आमेन।